नमस्कार साथीहरू। आज मैले तपाईँहरूको लागि एउटा भिडियो लिएर उपस्थित भएको छु। जुन हामीले एक्सेलमा चाहिँ अटोमेटिक बोर्डर चाहिँ कसरी सेट गर्न सक्छौँ भनेर चाहिँ मैले एउटा भिडियो तयार गरेको छु। यो तपाईँहरूको लागि एकदमै इम्पोर्टेन्ट भिडियो हुनेछ, इम्पोर्टेन्ट नलेज हुनेछ। यो भिडियोलाई तपाईँले स्किप नगरी अन्त्यसम्म हेर्नुहोला। लागौँ आजको विषयवस्तुतर्फ। मैले यहाँ थोरै लेखेको छु, एप्लाई अटोमेटिक बोर्डर भनेर लेखेको छु अनि यहाँ नम्बर अनि नाम, एड्रेस अनि मोबाइल नम्बर भनेर यसरी राखेको छु। अब अब हामीले अटोमेटिक बोर्डर सेट गर्नको लागि चाहिँ के गर्ने भन्दाखेरि पहिले हामीले यो कोलमलाई चाहिँ यसरी सिलेक्ट गर्ने है। यो सबै कोलमलाई हामीले सिलेक्ट गर्ने है। सिलेक्ट गरिसकेपछि अब हेर्नुहोस्, सिलेक्ट गरिसकेपछि तपाईँ यो कन्डिसनल फर्मेटिङमा जानुहोस् र कन्डिसनल फर्मेटिङमा गइसकेपछि यहाँ तल तपाईँले देख्न सक्नुहुन्छ, यहाँ न्यू रुल भनेको छ है। यहाँनिर क्लिक गर्नुहोस् है। अब यहाँ क्लिक गरिसकेपछि तपाईँ यो लास्टमा जानुहोस् र युज अ फर्मुला टु डिटरमाइन विच सेल्स टु फर्मेट भनेको छ, यहाँ जानुहोस् है। यहाँ गइसकेपछि अब हेर्नुहोस् है, अब ध्यान दिनुहोस् है। यहाँ गइसकेपछि तपाईँले यहाँ क्लिक गर्नुहोस् है। यो कुरालाई चाहिँ तपाईँले अलिकति ध्यान दिनु होला, यो एकदम इम्पोर्टेन्ट छ है। अनि यहाँ जानुहोस्, यहाँ गइसकेपछि यहाँ क्लिक गर्नुहोस्। यहाँ क्लिक गरेपछि तपाईँ यो नम्बरमा क्लिक गर्नुहोस् र नम्बरमा क्लिक गरिसकेपछि तपाईँले किबोर्डबाट सुन्नुहोस् है, तपाईँले किबोर्डमा भएको त्यो माथि फङ्सन कीको F4 डबल प्रेस गर्नुहोस् है। फङ्सन कीको F4लाई डबल प्रेस गर्नुहोस् र अब यो फर्मेटमा जानुहोस् है। यहाँ गइसकेपछि तपाईँ यो बोर्डरमा चुज गर्नुहोस्। बोर्डरमा गइसकेपछि यो आउटलाइनमा जानुहोस् है। आउटलाइनमा गएर यहाँनिर ओके भन्नुहोस् र ओके गरिसकेपछि फेरि यहाँ आएर ओके गर्नुहोस्। अब तपाईँ के गर्नुहोस् भने यहाँ जानुहोस् र तपाईँ नम्बर दिन थाल्नुहुन्छ। अटोमेटिक बोर्डर चाहिँ सेट भएर आउँछ है। ल हेर्नुहोस्, ल हेर्नुहोस् है। अथवा हामीले यसलाई यसरी पनि राख्न सकिन्छ। कसरी राख्ने भन्दा इजिकल टु सिक्वेन्स 20 गरिदिनुहोस्, के हुन्छ अटोमेटिक आउँछ। हेर्नुहोस् त कति इजी छ। तपाईँले यहाँ दुईवटा कुरा सिक्नुभयो है। मैले योभन्दा अगाडि एउटा सर्ट भिडियो बनाएर यो फर्मुला सेट गरेर चाहिँ कसरी चाहिँ यो ल्याउने चाहिँ अटोमेटिक यो नम्बरहरू चाहिँ कसरी लेख्ने भनेर मैले तपाईँहरूलाई देखाइसकेको छु अर्को सर्ट भिडियोमा, यही च्यानलको सर्ट भिडियोमा। तपाईँहरूलाई आजको यस भिडियो कस्तो लाग्यो? तपाईँहरूले चाहिँ यो च्यानललाई चाहिँ अहिलेसम्म पनि सब्सक्राइब गर्नुभएको छैन भने एउटा सब्सक्राइब गरेर तपाईँहरू जोडिन सक्नुहुनेछ। यहाँ यस्तै यस्तै प्रकारका टेक्नोलोजी सम्बन्धी नलेजहरू चाहिँ आइरहनेछ। तपाईँहरूले यहाँबाट चाहिँ टेक्नोलोजी का कुराहरू चाहिँ सिक्न सक्नुहुनेछ। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँ।